हेलो एभ्रिवान नमस्ते वेलकम टु माई च्यानल। आज चाहिँ म तपाईँहरूको अगाडि चाहिँ यो बटुकको रेसिपी लिएर आएको छु। यो चाहिँ हाम्रो पश्चिमतिर धेरै खाने गरिन्छ। यो चाहिँ पाल्पामा एकदम फेमस छ र यहाँ चाहिँ मैले चनाको दालको एकदम मलाई मनपर्ने भएर मैले चाहिँ चनाको दालको युज गरेको छु। मैले चाहिँ 1 कप चनालाई लिएर यसलाई चाहिँ मजाले हामी पानीले मजाले धुन्छौँ होइन। यसलाई 2-3 पटक धोएर यसलाई चाहिँ यसरी हामी 1 घन्टाको लागि भिजाएर यसलाई ढाकेर राखिदिने। 1 घन्टापछि यसको पानी चाहिँ फालिसकेपछि यो हेर्नु त कति राम्रो भएर मजाले राम्ररी फुलेर आएको छ। सो अब यसरी राम्ररी यो फुलिसकेपछि यसलाई चाहिँ हामी मिक्सरमा यसलाई राख्छौँ। अनि राख्नलाई यो बटुकमा चाहिँ अदुवाले एकदम मिठो स्वाद दिन्छ। त्यसले गर्दा अदुवा चाहिँ आफ्नो स्वाद अनुसार तपाईँलाई कति मनपर्छ त्यति राखेर चाहिँ हामी यसलाई मिक्सरमा राखेर अब बिस्तारै बिस्तारै 2-3 पटक यसलाई थोरै चलाउने फेरि छोड्ने होइन। फेरि अनि हामी यसलाई चाहिँ यसरी यसलाई फेरि यो टाँसिरहेको हुन्छ। सो यसलाई चाहिँ यसरी चाहिँ गर्छौँ। यसमा चाहिँ तपाईँले पानी हालेर पनि होइन अलि पातलो अथवा हुन्छ नि एउटा त्यो पेस्ट जस्तो बनाएर पनि गर्न सक्नु। तर के छ भन्नाले यो पेस्ट बनायो भने यसलाई मजाले हामीले पछि डल्लो बनाउन सकिँदैन। एउटा हुन्छ नि जुन सेप दिनुपर्छ नि त्यो दिन सकिँदैन। त्यसले गर्दा मलाई चाहिँ एकदम मनपर्छ यो पानी नहालिकन सुक्खा बनाउँदा चाहिँ अलि यसको चाहिँ यो एकदमै क्रन्चिनेस बढी भएर आउँछ होइन। सो क्रन्चिनेस एकदम मिठो लाग्छ यो खाँदा चाहिँ। त्यही भएर त्यसले गर्दा चाहिँ मैले पानी नहालिकनै सुक्खा नै यसलाई चाहिँ म यसरी बिस्तारै चलाउँदै होइन मिक्स गर्दै गरेर लगभग 2 देखि 3 चोटि चाहिँ यसलाई होइन यसरी चाहिँ हामी मिक्सरमा मिक्स गरिसकेपछि हेर्नु न यो कस्तो राम्रो फाइन पेस्ट भएर आइसकेको छ। त्यसपछि चाहिँ हामी यसलाई एउटा भाँडामा खनाउँछौँ। खनाइसकेपछि थोरै बेसार, जिरा धनियाँको धुलो, मसला अनि त्यसपछि नुन, स्वादअनुसार नुन तपाईँलाई कति चाहिन्छ नुन त्यति राखेर यसलाई चाहिँ हामी राम्ररी मिक्स गर्छौँ। यसलाई चाहिँ मजाले राम्ररी मिक्स गरिसकेपछि चाहिँ यसको चाहिँ यो रेडी भएर आउँछ। रेडी भएर आइसकेपछि हामी यता तेल बसाल्छौँ। तेल बसालिसकेपछि यसलाई चाहिँ हामी थोरै मात्रामा सानो सानो यसलाई डल्लो बनाउने होइन। डल्लो बनाएर यसरी हल्का गोलो गोलो सेप जस्तो बनाएर यसमा चाहिँ बिचमा चाहिँ सानो एउटा प्वाल बनाउनुपर्छ। यसरी यो प्वाल बनाइसकेपछि चाहिँ यो हाम्रो बटुक चाहिँ अब फ्राई गर्नको लागि रेडी भएर आउँछ होइन। अनि चाहिँ यसलाई चाहिँ हामी फ्राई गर्छौँ। यो बटुक बनाउँदा चाहिँ हामी एउटा एउटा गरेर बनाउँदै हाल्दै गर्छौँ। किनभने यो एकैचोटि बनाएर राख्न पनि मिल्दैन। त्यसले गर्दा चाहिँ यो चाहिँ चप्किने गर्छ। जस्तो जे कुरामा बनाइन्छ नि त्यो कुरामा चप्किने गर्छ र पछि फेरि यो फुट्ने सम्भावना एकदम हुन्छ। त्यसरी चाहिँ यो सेप चाहिँ बिग्रिन सक्छ बटुकको होइन। त्यसले गर्दा चाहिँ हामी चाहिँ यसलाई एउटा एउटा गर्दै बनाउँदै हाल्दै हामी चाहिँ यसरी यसलाई फ्राई गर्छौँ। यसरी एउटा एउटा गरेर मैले चाहिँ अलि सानो भाँडामा बनाएको भएर चाहिँ म 5वटा जस्तो मात्रै बनाउन सकेँ। तपाईँहरूले ठुलो भाँडा युज गरेर होइन एकैचोटि धेरै पनि बनाउन सक्नुहुन्छ। र यसरी चाहिँ हामी यसलाई पकाउँदै बिस्तारै चलाउँदै पकाउँदै गर्छौँ। किनभने यसलाई 2तिरबाट राम्ररी पाक्न दिनुपर्छ। सो यसरी चाहिँ म चाहिँ हल्का गोल्डन ब्राउन जस्तो गरेर म चाहिँ यसलाई पकाउँछु। किनभने एकदम मिठो क्रन्चिनेस भएर आउँछ। सो अलि बेर पकाउँछु। तपाईँहरूले यसलाई हल्का सानो एकदम ब्राउन बुने बित्तिकै यसलाई तपाईँहरूले चाहिँ झिक्न सक्नुहुन्छ। सो यसरी चाहिँ तपाईँहरू बनाउन सक्नुहुन्छ। यसरी 2-3 लट चाहिँ मैले पकाएर मेरो फाइनल्ली मेरो बटुक चाहिँ बनेर रेडी भएको छ। र तपाईँहरूलाई पनि बटुक कहिले खानुभएको छैन र खान चाहनुहुन्छ भने चाहिँ यो रेसिपी फलो गरेर घरमा बनाएर आफ्नो परिवारसँग खान सक्नुहुन्छ। यस्तै कन्टेन्टहरूको लागि च्यानललाई चाहिँ सब्सक्राइब गर्न नबिर्सिनु होला। बटुक बनाउनको लागि चाहिँ अरू दालहरू पनि युज गर्न सकिन्छ। जस्तै माछको दाल होइन, तपाईँलाई जुन मनपर्छ दाल त्यो दाललाई सेम प्रोसेसमा
यसरी चाहिँ तपाईँहरू बनाएर खान सक्नुहुन्छ। थ्याङ्क यू फर वाचिङ।